विद्युतीय कारणबाट हुने आगलागीबाट बस्न। आफ्नो घर, कार्यालय वा भवनमा भएका विद्युत प्रवाह हुने बिजुलीका तार र प्लगहरू बेला बेलामा निरीक्षण गर्नुहोस्। यस्ता सामग्री मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने छ कि छैन भन्ने पत्ता लगाउनुहोस् र मर्मत वा प्रतिस्थापन गर्ने कार्य तुरुन्त गर्नुहोस्। यसो गर्दा विद्युत सर्टको जोखिम कम हुन्छ र आगलागीबाट बच्न सकिन्छ। लामो समयसम्म हिटर नबाल्नुहोस्। लामो समय हिटर बाल्दा बाहिरी भाग तातेर आगलागी हुन सक्छ। बिजुलीको प्लग नजिकै मट्टीतेल, पेट्रोल जस्ता प्रज्वलनशील पदार्थहरू नराख्नुहोस्। बिजुलीको प्लगमा उपकरण जोड्दा वा अन अफ गर्दा निस्कने आगोको झिल्कोको कारण आगलागी हुन सक्दछ। धेरै विद्युतीय उपकरणहरूलाई एउटै एक्सटेन्सन पलमा नजोड्नुहोस्। यसरी जोड्दा अत्याधिक भारका कारण आगलागी हुन सक्छ। घर वा भवनको वायरिङमा गुणस्तरीय विद्युतीय उपकरणको प्रयोग गर्नुहोस्। वायरिङको कार्य गर्दा विशेष चनाखो हुने तथा मापदण्ड नमिल्ने वा नपुग्ने सामग्री प्रयोग नगरौँ। बिजुलीको मर्मत, जडान वा बिजुलीसँग सम्बन्धित कुनै पनि कार्य गर्नु परेमा दक्ष इलेक्ट्रिसियनको देखरेख र सहयोगमा मात्र गर्नुहोस्। बिजुलीका कारण हुने आगलागी नियन्त्रणका लागि सतर्क बनाऊ। शुक्लाफाटा नगरपालिका, कञ्चनपुर।